नमस्कार, म प्रेम थापा। आज म फेसबुकमा आएका राम्रा भिडियोहरूलाई आफ्नो ग्यालरीमा कसरी सेभ गर्ने भन्ने कुरा देखाउन गइरहेको छु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहुनेछ भन्ने म आशा राख्दछु। ल साथीहरू, अब मोबाइलको स्क्रिनतर्फ लैजान चाहन्छु। अब म स्क्रिनमा गएँ। अब स्क्रिनमा गइसकेपछि यो क्रोम ब्राउजर भन्ने छ। यो क्रोम ब्राउजरलाई मैले क्लिक गरेँ। क्लिक गरिसकेपछि यो क्रोम ब्राउजर खुल्यो। अब यसपछि हामीले यो सर्च गुगलमा, त्यसमा हामीले फेसबुक भिडियो डाउनलोडर भनेर टाइप गर्ने। म टाइप गर्दैछु, फेसबुक भिडियो डाउनलोड यति टाइप गरेपछि यसलाई सर्च गरेर क्लिक गर्ने। त्यसपछि गएर यहाँ फेसबुक भिडियो डाउनलोडर अनलाइन भनेको आएको छ। यहाँ विभिन्न आउँछ र मैले यसलाई क्लिक गरेँ। यति आइसकेपछि यो इन्टरफेस आयो। यसमा फेसबुक भिडियो डाउनलोडर यो यति भएपछि यसलाई मैले यत्तिकै राखेर अब फेरि म फेसबुक खोल्न गएँ। फेसबुक ओपन गरेँ। फेसबुक ओपन गरिसकेपछि यहाँ आफूलाई मनपर्ने भिडियोहरू कहाँ छ त्यो हेर्दै जाने। अब स्क्रोल गर्दै गएँ मैले। यो भिडियो मेरो फेसबुक पेज स्क्रोल गर्दै जाँदा अब मलाई कुन मन पर्यो भने हेर्दै जानुहोस् है त। अब यो मलाई यो मैले यो श्रमदान गरेको योग अभ्यासीहरूले श्रमदान गरेर लागेको भिडियो मलाई एकदम मन पर्यो र मैले यो डाउनलोड गर्दैछु है। यो डाउनलोड गर्नलाई यो भिडियोमा यस्तो यो सेयर बटनमा जाने पहिला। यो यसलाई चाहिँ ल मैले यो सुरुमा यो भिडियोको सेयर बटनमा क्लिक गर्ने। यो यदि सेयर बटनमा क्लिक गरिसकेपछि ल है, यो भएन। यो सेयर बटनमा क्लिक गर्ने, पहिला कपी लिङ्क गर्ने। पहिला यसको यो कपी लिङ्क भन्ने आएको छ, यसमा कपी लिङ्क गर्ने। यो कपी लिङ्क गरिसकेपछि यसलाई फेरि यसले यत्तिकै छोडेर फेरि पहिलाको इन्टरफेसमा जाने है। यो भिडियो डाउनलोड, फेसबुक भिडियो डाउनलोड यसमा जाने। यो पेस्ट गर्ने, अलिकति दबाइराखेको यो पेस्ट आउँछ, पेस्ट गर्ने। यदि पेस्ट गरिसकेपछि यो डाउनलोडमा हामीले क्लिक गर्ने। अब यति गरिसकेपछि यो हाम्रो जुन भिडियो छ यसमा यो इन्टरफेसमा यो देखाउँछ है। अब यसलाई हामीले दुई किसिमबाट डाउनलोड गर्न सकिन्छ। एउटा यो नर्मल क्वालिटी र अर्को एचडी क्वालिटी। र आज म यो नर्मल क्वालिटीमा मैले देखाउन गएको छु। नर्मल क्वालिटीमा मैले क्लिक गरेँ र डाउनलोड फाइल भनेर माथि देखाइरहेको छ। र अब यो डाउनलोड पनि भइसक्यो र ओपन गर्छु मैले है। यो ओपन गर्दाखेरि यो भिडियो चाहिँ अब आयो है साथी हो। मैले यो भिडियो हेरिरहेको छु। यसरी यो भिडियो डाउनलोड गर्न सकिन्छ। र साथीहरू, यो भिडियो त हेरियो। अब यो भिडियो हाम्रो ग्यालरीमा हुन्छ। म फेरि ब्याक गएँ है, तपाईँलाई म त्यो देखाउँछु। म ब्याक गएँ। म आफ्नो यो ग्यालरी मैले ओपन गरेँ। ओपन गरिसकेपछि यो ग्यालरीको हाम्रो ल यो रिसेन्ट भन्ने चाहिँ यसमा चाहिँ यो भिडियो सेभ भएको छ है ग्यालरी। यसरी सेभ गरेर हामीले भिडियो हेर्न सक्छौँ। हस् त, यो भिडियो हेरेर साथ दिनुभएकोमा यहाँहरू सबैलाई धेरै धेरै धन्यवाद। हस्त, नमस्कार।